गर्दा कोदालै भन्छु हट नमस्ते एन्ड गुड मर्निङ सो आज चाहिँ हामी एउटा एकदमै ठुलो नलिनाको बोट चाहिँ हामी सार्दैछौँ है सो तपाईहरूलाई चाहिँ आज हामी कसरी सार्छौँ र त्यसलाई त्यो ठाउँबाट सारेर कुन ठाउँमा चाहिँ हामी ट्रान्सप्यारेन्ट गर्छौँ है सबै भिडियोहरू मजाले हेरिदिनुहोस् होला है तपाईहरूलाई पनि यसमा केही जोड्नु छ भने अथवा कसरी केही गर्दो रहेछ भने तपाईँलाई केही सिक्नु मन लागेको छ अथवा तपाईँहरूलाई चाहिँ यही सम्बन्धी केही जानकारी अथवा केही भन्न मन लागेको कुराहरू छ भने जस्तो तपाईँहरूले चाहिँ आफ्नो कमेन्ट सेक्सनमा चाहिँ तपाईँले भन्न सक्नुहुन्छ है ल सी यु देयर है त अनि हाम्रो टिमहरू चाहिँ एकदम रेडी अवस्थामा छ त्यहाँ घट्टावट काट्दैछ सो मेरो एउटा सानो काम छ म यो काम सकाएर चाहिँ त्यहाँ पुग्नेछु है त ओके सी यु बाई ल हामी साइडमा आइसकेका छौँ अनि तपाईँहरू देख्नु सक्नुहुन्छ साइडमा झिकाल्नु पर्ने चाहिँ यो होइन कि यो चाहिँ हो क्या कति फिट जति होला हौ 15 फिट 15 फिट अझै बेसी ज्यादा छ है अब यसलाई खन्नको निम्ति चाहिँ यस्तो भित्रबाट है यस्तो जङ्गलमा छिरौँ ओ माई गड इमेजिन गर्न सक्नुहुन्छ मेरो हातै यत्रो छ हौ भाइ यसलाई निकाल्नेछौँ ल पहिला सुरु चाहिँ यो खनेर साइडलाई दिउँ कोदालोले खनेर साइडलाई दिउँ अनि त्यो झिकाल्नेतिर लागौँ है त हामी ल खाइ त हामीले चाहिँ अब यो नलिनाको बोटलाई खन्न थालिसकेका छौँ है वास्तवमा भन्नुपर्दा यो बोट चाहिँ करिब तपाईँको 19 देखि 21 वर्षसम्मको छ भनेर चाहिँ अनुमान गरेको छ है यो बोट चाहिँ अनि यो बोट चाहिँ हामीले खन्ने क्रममा चाहिँ विभिन्न किसिमको चुनौतीहरू पनि थियो यहाँ है अब साँच्ची नै तपाईँहरू चाहिँ 19-20 वर्ष पुरानोको बोटलाई चाहिँ खनेर सार्न सक्छौँ र भनेर चाहिँ तपाईँहरूलाई प्रश्न पनि मनमा उठेको हुनसक्छ तर हामीले चाहिँ एउटा सही समय अनि सही प्रविधि र हेरचाह सहितै एउटा बोटलाई चाहिँ असल तरिकाले खन्यो भने चाहिँ पक्कै पनि यो चाहिँ जतिसुकै पुरानो बोटलाई पनि हामीले चाहिँ सार्न सक्छौँ है अब हाम्रो साथीभाइहरूले चाहिँ एकदमै विचार गरेर पहिला चाहिँ त्यो एउटा प्लान्टले चाहिँ घेरेको थियो प्लान्टलाई सो यो जति पनि यो प्लान्टहरू छ त्यसलाई चाहिँ हामीले पन्छाउँदैछौँ यसलाई चाहिँ सार्दैछौँ है अनि साँच्चै नै यो बोट सार्दाखेरि चाहिँ हामीले सही तरिकाले सार्न सकेन भने चाहिँ यो हामीले मर्न पनि सक्छ है यो बोट बिरुवाहरू है तर हामीले जुन यो सार्ने बेला चाहिँ हामीले एउटा त्यो जराहरू हुन्छ त्यो जरालाई चाहिँ बचाउनु पर्ने हुन्छ तलको भागहरू चाहिँ साँच्चै नै यस्तो चुनौतीपूर्ण के समस्या आयो भने हामीले यो बोट खन्दा खन्दै हाम्रो कोदालो नै भाँचियो क्या होइन भनेपछि कति वर्ष पुरानो तपाईँको चाहिँ यो कति धेरै यो माटोहरूले चाहिँ जमेर बसेको थियो कि हामी देख्न पनि सक्छौँ यो भिडियो मार्फत चाहिँ अनि जस्ट इमेजिन यो मैले हातले चलाइरहेको चाहिँ थोरै यसलाई घाउ बनायो भने त्यहाँबाट पानीहरू आउँछ क्या द्याट मिन्स यो चाहिँ एकदमै सेन्सिटिभै छ यो हामीले अलिकति धेरै गऱ्यो भने चाहिँ अलिक बेसमारी यसलाई दागसित हान्यो भने चाहिँ यो बोट चाहिँ अनि त्यहीँबाट नै पछि फङ्गसहरू लगाएर चाहिँ कुहिएर जाने चान्सेसहरू चाहिँ धेरै हुन्छ अनि जसरी हामीले यो कुनाको भाग देख्नु भएर चाहिँ त्यो कुनाको भागको चाहिँ कम्प्लिटली त्यो पर्खारहरूले चाहिँ सबै जराहरूले चाहिँ भित्रभित्र गएको कारणले गर्दा सबै चर्किएर गइसकेको थियो है अनि हामी चाहिँ असल तरिकाले चाहिँ होइन यसलाई चाहिँ मजाले सार्नको निम्ति अथवा त्यहाँबाट निकाल्नको निम्ति हामी सम्भव भयो है जस्ट इमेजिन है हामीले चाहिँ यसलाई ड्राइभर हाम्रो सरलाई पनि बोलाएर उहाँलाई चाहिँ अगाडिको बोट राखेर हामी 4 जना चाहिँ पछाडिको यसको फेदको भागमा चाहिँ समातेर चाहिँ
यसलाई हामीले लगेका छौँ। एरिया अलिकति सानो थियो तर बोट चाहिँ लम्बाइमा पनि लामो र गरुङ्गोमा पनि अति नै गरुङ्गो थियो। हामीले अनुमान लागेको हिसाबले चाहिँ केही नभए पनि तपाईँको चाहिँ नि 200 देखि 250 क्विन्टल भएको चाहिँ हामीले अनुमान गरेका छौँ है त। अनि यसलाई माथि सार्नको निम्ति अनि अर्को छुट्टै एउटा चुनौती थियो क्या, किनभने यसको भाग चाहिँ अलिकति अन्डाको जस्तो सेप भएको कारणले गर्दाखेरि यसलाई चाहिँ बाँध्न पनि गाह्रो थियो क्या। अनि त्यो भयो, त्यही पनि हाम्रो टिमहरूले चाहिँ यसलाई दिमाग लाएर अनि मजाले बाँधेका छौँ है। अनि जुन हाम्रो त्यो माथिको एउटा गाडीको फलामको भाग हुन्छ त्यो भागलाई चाहिँ हामीले एउटा एज अ पुलीको रूपमा चाहिँ युज गरेर चाहिँ त्यो तरिकाले चाहिँ हामीले टेक्निक लाएका छौँ है। तपाईँहरूले देख्नु पनि सक्नुहुन्छ है। अनि हाम्रो साथीभाइहरू पनि निकै खुसी साथ है काम गर्दथ्यो। तर यो बोकेपछि सबजनाको धुवा खुसिएको छ, किनभने यस्तो बोक्नको निम्ति चाहिँ साँच्ची नै एउटा पावर चाहिँ चाहिँदै रहेछ भन्ने टाइपको चाहिँ यो समयमा चाहिँ मलाई पनि पर्सनली फिल भयो है। त्यही पनि हामीले चाहिँ यसलाई मजाले बोक्नको निम्ति र गाडीभित्र राख्नको निम्ति एकदम 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 सफल भएका छौँ है। अनि अर्को समस्या चाहिँ तपाईँको गाडीभन्दा लामो थियो बोट भनेपछि लगभग किन भने हामीले गाडीमा राख्दाखेरि लगभग तपाईँको 6 देखि तपाईँको 5 फिट जतिको त अझ बाहिर नै निस्किरहेको थियो क्या। अनि हामीले चाहिँ एउटा ढाला मजाले लाएर यो नलिनाको बोटलाई मजाले तलको भागले मजाले घिसार्दै त्यो कुनाको पार्टमा चाहिँ राखेर अनि तेर्साएर चाहिँ अनि यसलाई चाहिँ बान्ने प्लानिङ गरेका छौँ है। साँच्ची नै तपाईँहरूले चाहिँ एउटा सही तरिकाले चाहिँ टेक्निक लाउनु सक्नु भएन भने चाहिँ यस्तो कामहरू गर्न चाहिँ निकै गाह्रो हुन्छ। तपाईँले आफ्नो बोट बिरुवाहरू चाहिँ बचाउनु निकै गाह्रो हुन्छ है। अनि हामीले चाहिँ त्यो घरबाट चाहिँ सिफ्ट गरेर यो ठाउँमा ल्याएका छौँ। अनि सहरको चाहिँ त्यो स्पेस सानो भएको कारणले गर्दा हामी अलिकति ठुलो भएको स्पेसमा चाहिँ हामीले ल्याएका छौँ है। हामीले चाहिँ अगाडि नै खाल्डोहरू खनेर एकदमै तयार बनाएका छौँ। अनि सबैजना यहाँ डान्सिङ गरेको जस्तै देखिन्छ, तर यसलाई चाहिँ बिस्तारै घिसारेर झार्ने हामीले प्रयास गरेका छौँ है। साँच्ची नै त्यो गाडी माथि त्यो एउटा पुलीको रूपमा लिएर चाहिँ यसलाई बिस्तारै झार्ने, किनभने एकदम सेन्सिटिभ छ। अलि बेसमारी धक्का पऱ्यो भने यो फुट्न पनि सकिन्छ है। तपाईँको लम्बाइमा पनि नर्मली 2 तल्ला घर जतिको नै छ अलमोस्ट है, त्यति नै छ। अनि हामी चाहिँ यसलाई बिस्तारै तल राख्नको निम्ति पनि एकदमै सफल भएका छौँ र सर पनि छक्कै हुनुहुन्थ्यो कि तपाईँहरूले चाहिँ साँच्ची नै यो ल्याएर आउनुभयो है भनेर चाहिँ। किनभने कतिजना मान्छेहरूले चाहिँ भन्दै हुनुहुन्थ्यो यो बाँस लाएर भन्ने कुराहरू गर्नु भइरहेको थियो क्या। अनि हामीले चाहिँ अगाडि नै एउटा यसको लागि चाहिँ यसको डायमिटर नापेर चाहिँ हामीले एउटा खल्डो खनिसकेका थियौँ र हामी सबैजना मिलेर है तल चाहिँ बोरा को हेल्प लिएर अनि यसलाई चाहिँ हामीले मजाले तानेर होइन ल्याएका छौँ यो गार्डनमा है। साँच्ची नै यो चाहिँ अनि राइट ठाउँमा चाहिँ हामीले एकदम प्लानिङ गरेका छौँ। यसको मेन सो भनेको यो तलको भाग हो क्या, जुन तपाईँले देख्नु भएको छ नि त्यो घैँटो जत्रो, त्यो नै सबैभन्दा यसको ठुलो सो हो क्या। अनि त्यसलाई चाहिँ हामीले एकदमै जोगाएर बिस्तारी ल्याएर मजाले हेर्नुहोस् त्यसलाई ठाडो बनाएका छौँ है। अनि तलको भागमा चाहिँ अहिले कम्पोस्टहरू हामी केही पनि युज गर्दैनौँ, जस्ट सिम्पल माटो खनेर यसको डायमिटर नापेर राख्नेछौँ। अनि यसलाई चाहिँ निरन्तर रूपमा अनि पानीहरू हाल्नेछौँ है त। अनि सबैजना साथीभाइहरू प्लस जो सर हुनुहुन्छ ओनर हुनुहुन्छ उहाँ पनि एकदम ह्याप्पी हुनुहुन्छ। म तपाईँहरूलाई यसको अपडेट दिने नै छु है। ल यसलाई चाहिँ निरन्तर पानी हाल्नुपर्ने हुन्छ। अनि यो बाँच्यो कि बाँचेन के भयो भने चाहिँ म तपाईँलाई नेक्स्ट भिडियोमा चाहिँ अपडेट गर्ने नै छु है त। टिल देन बाई बाई।